अब म भोलि मेरो बिहानै फ्लाइट छ अनि आज सबै प्याकिङ स्याकिङ गरेर रेडी छ। मम्मीले चाम्रे बनाइसिन्छ अरे गएर बाटोमा खाने हजुर। अनि आलुको भुजिया अनि गुन्द्रुकको अचार। स्याड मोमेन्ट स्पेन्ड गर्दैछु। चियर्स गर्दैछु। हगी गर्दैछु। दाजु आन्टी प्लेन बाई बाई टुमोरो। आन्टी प्लेन बाई बाई आई मिस यु। चियर्स। चियर्स। दाजु चाहिँ एप्पल जुस चियर्स गर्दैछिन्। आन्टी चियर्स। चियर्स। अब आमा एनिवे म भोलिको पनि तपाईँहरूले जर्नी देखाउँछु, एकछिनमाको पनि देखाउँछु। जे जे इन्ट्रेस्टिङ हुन्छ क्यामेरा खोलिहाल्छु, बनाइहाल्छु। दिस नेपाल हो दाजु। वाउ दिस नेपाल। दाजु गयो नेपाल। दिस नेपाल मान्छे किसी गयो जाउँ जाउने हो तिम्रो पनि खोइ जाने। आज नेपाल जान लागेको मेरो 4 महिनाको यात्रापछि अमेरिकामा दिदीहरूको साथमा दिदी अगाडि मलाई ड्रप गर्न आएकी छे। मलाई आजको सबै यात्रा देखाउँछु, म कसरी जान्छु, के गर्छु, के खान्छु, कहाँनिर बस्छु फ्लाइटमा। कहिलेकाहीँ कस्तो क्युरियोसिटी हुन्छ नि, म पहिला के फ्लाइट चढ्नुभन्दा अगाडि कुनै पनि इन्टरनेसनल फ्लाइट चढ्नुभन्दा अगाडि कस्तो हुन्छ होला भित्र जर्नी गर्दाखेरि भन्ने लाग्थ्यो। तर चढ्दाखेरि पनि स्पेसिफिकली युएस आउने अथवा नेपाल जाने चाहिँ कस्तो खालको हुन्छ भन्ने पनि मेरो लागि क्वेसन हुन्थ्यो। तपाईँहरूलाई त्यस्तै जिज्ञासा छ अथवा यतिकै एन्टरटेनमेन्टको लागि हेर्न चाहनुहुन्छ भने आई थिङ्क दिस भिडियो इज गुड फर यु। अब सुन्ने भयो सधैँ यहाँ आएर पनि 1 महिना जति बस्यो। जबरजस्ती त भन्छेको होइन नि। होइन बिहानै उठेकोले अलि निन्द्रा पनि लागिरहेको छ। मेरो त हातै भाँचिनेवाला छ। मेरो बहिनीले मलाई कति हेल्प गर्थिन्, अब म के गर्छु होला, म सम्झिँदै रुन्छु। त्यति हो। हामी एयरपोर्ट आइपुग्यौँ, बाटोमा एक्सिडेन्ट भएको रहेछ त्यही भएर टाइम लाग्यो। विनिता दिदी ठेल्दै होइसिन्छ। लु सुटकेस पनि झऱ्यो सक्सेसफुली। लभ भ्लगिङ एन्ड अब काम सुरु। अच्छा बहिनी तिम्रो ब्याग स्याग आइसक्यो, अब टिकटिङ हुन लाग्छ भन। अहिले चाहिँ हाल मलाई एउटाको मात्रै चिन्ता छ, यसमा 26 केजी भयो, अर्कोमा 24 पोइन्ट समथिङ भयो। मेरो अलाउड चाहिँ आई थिङ्क 24-25 केजी 23 हो, तर मेरो 26सम्म गएको छ। त्यही भएर त्यहाँनिर उयो गरेपछि त्यहाँनिर त्यो उयो गरेर आउँछ, त्यहाँ देख्नुभएको छ नि रातो र कालो ब्याग, रातो टी सर्ट लाउने मान्छेको हो त्यस्तै। अब मेरो पनि चेक गर्छ अनि कहिलेकाहीँ चाहिँ अलग गरी पनि हाल्छ। 1-2 केजी खासै मतलब गर्दैन, कहिलेकाहीँ चाहिँ थोरैमा पनि के चिज गर्ने भएको हुनाले अब त्यहीँनिर थाहा हुन्छ मेरो चाहिँ के गर्छ भनेर। गऱ्यो भने 1-2वटा कुरा यहाँ हाल्नुपर्ने हुन्छ, अरू यसमा हाल्नुपर्ने हुन्छ। यो चाहिँ मेरो ह्यान्ड क्यारी हो, तर यदि भएन के दिँदै दिएन अथवा यसमा पनि अटेन भने चाहिँ दिदीले लग्सिन्छ कारमा अनि पछि नेपाल आउँदा ल्याइदिन्छ। भिड छ सब मान्छे जानलाई। खालि अमेरिकामा चाहिँ एउटा भनाइ छ नि, गो ब्याक वे यु केम फ्रम भन्ने। अहिले चाहिँ हामी जस्तै मान्छे छ नि, आई थिङ्क एभ्रीबडी इज गोइङ ब्याक वे दे केम फ्रम। यो चाहिँ लाइभ एभिडेन्स हो। मैले TSAबाट चेक गरेँ होइन, यहाँनिर भनेको चाहिँ सुरक्षा चेक जाँच, अब लगेको ब्यागहरूमा केही अपराधिक आइटम्सहरू छ कि छैन भनेर चेक गर्ने ठाउँ हो। अनि त्यहाँनिरबाट चाहिँ मलाई आधा घन्टा जस्तो लाग्यो। अब मलाई चाहिँ M17मा जानु भनेर भनेको छ। मेरो गेट इतिहाद एयरवेजमा हो, त्यहाँनिर चाहिँ वेटिङ त्यहाँनिर छ। मेरो गेट पोटेन्सियली यहाँनिरबाट भित्र छिरेर प्लेनमा चढ्ने हो। तपाईँलाई भोक लागेको छ अथवा केही कुरा छुटेको छ सामानहरू किन्नको लागि अथवा केही पनि किन्नु छ भने चाहिँ यहाँनिर अब लुगाहरूदेखि लिएर करेन्सी एक्सचेन्जहरू सबै कुरा भित्रै हुन्छ होइन। अब यहाँनिर तपाईँहरूले सबै कुरा किन्न सक्नुहुन्छ। अहिले चाहिँ नि बोर्डिङ गर्न थालिरहेछ अनि अहिले चाहिँ जोन 1 सुरुमा, त्यसपछि जोन 2 अनि त्यसपछि जोन 3 अनि त्यसपछि जोन 4 अनि जोन 5 को बोर्ड गर्छ। जोन 5 या बोर्डिङमा 5 लेखेको छ, त्यही भएर म चाहिँ कुरिरहेको छु। अब मेरो बोलाउँछ होला जोन 5 भनेर। मेरो जोन 5 मेरो जब बोलाउँछ त्यति बेला मात्र उठेर जाने, लाइनमा अनावश्यक रूपमा बस्ने कामै छैन। काठमाडौँ चाहिँ बेलुका मिडनाइटमा पुग्छु म अराउन्ड 12:05।
अब चाहिँ मेरो फ्लाइट उड्यो, बाहिरको लाइट धेरै भयो भनेर मैले मेरो विन्डो अफ गरेँ। मेरो अगाडि म कमेडी मुभी हेरिरहेको छु, सबैजना आफ्नो अगाडिको सिटमा भएको टिभीमा के जाति हेर्दै हुनुहुन्छ। अब चाहिँ म तपाईँहरूलाई टोइलेट कसरी युज गर्ने फ्लाइटमा भनेर देखाउँछु। मैले ढोका बन्द गरेँ त्यसरी, र यो चाहिँ म हुँ तपाईँहरूलाई किसी, र यो चाहिँ एयरप्लेनको कमट हो, त्यो चाहिँ फ्लस। कहिलेकाहीँ चाहिँ फ्लस माथि नभएर साइडमा पनि हुन्छ, हात धुनु फाल्नु होला। यो चाहिँ टिस्युहरू हो, यो तातो पानी, यता चिसो पानी, र यो चाहिँ टोइलेट पेपर। अब ढोका खोल्नको लागि यो त्यो डल्लो जस्तो यतातिर तान्नु र यो ढोका खोल्नुहोस्। र अब म चाहिँ सिकागोदेखि आबुधाबी जाने भएको हुनाले म तपाईँहरूलाई रुट देखाएको यसरी छ, र म एकछिनमा आबुधाबी पुग्छु। र अब आबुधाबीबाट चाहिँ मैले सेकेन्ड लेग अफ फ्लाइट लिनुपर्ने हुन्छ काठमाडौँमा। र आबुधाबी एकदम ब्युटिफुल छ, त्यहाँनिर झर्ने बेलामा त्यस्तो सिन देखिन्छ। यो चाहिँ आबुधाबीको क्याम हो। म चाहिँ भर्खर आबुधाबीमा ल्यान्ड गरेँ होइन, अनि अब चाहिँ काठमाडौँको फ्लाइट कनेक्टिङ कहाँनिरबाट छ भनेर हेर्नुपर्ने छ। जस्तो मेरो यहाँ पछाडि देखिरहनु भएको छ नि फ्लाइट ट्रान्सफर, येलो लाइन जहाँ जहाँ छ हो त्यो लेखेको फलो गर्दै हिँड्नुपर्छ। यहाँ पो रहेछ त संसार, त म त टर्मिनल 3 मै भुलिरहेको रहेछु। अब चाहिँ लास्ट लेग अफ फ्लाइट बाँकी, सबैजना बोर्डिङ गर्नको लागि यहाँनिर कुरिरहनु भएको छ लाइनमा। अब म पनि लाइनमा जानुपर्छ, तर बोलाएपछि मात्रै जान्छु। आइ एम जस्ट भेरी ग्ल्याड टु बी होम एन्ड मिट माई साइली दिदी मन्टा। फाइनली नेपाल आइपुगेँ होइन, अनि त्यसपछि मेरो ब्याग पनि तिनटै कलेक्ट भयो। एकदमै चाँडो आइपुगेको ब्याग चाहिँ 12 बजे हामी ल्यान्ड भएको, 12:30 बजे जस्तो यहाँनिर बेल्टमा आइसकेको थियो, अनि एकदम चाँडो निकाल्यो। एज अपोज टु द्याट पहिला चाहिँ सायद धेरै फ्लाइट भएर हो कि किन हो एकदम ढिलो आउँथ्यो। अनि यसरी नै बेल्ट यहाँनिर छ, त्यहाँनिर सामानहरू हालिदिनुहुन्छ आफ्नो आफ्नो, अनि छानेर आफ्नो चिनेर ब्याग चिन्ने गरेर राख्नु पऱ्यो, अनि त्यसपछि लिने। असल यो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। केही जानकारी लिनु छ तपाईँहरूलाई फ्लाइटको बारेमा, सानोतिनो अथवा ठुलो जस्तो खालको भए पनि कमेन्ट डाउन बिलो, अनि त्यसपछि म तपाईँहरूको क्वेसन आन्सर गर्न सक्छु। अथवा तपाईँलाई भिडियो कस्तो लाग्यो, जानकारीमूलक लाग्यो भने त्यसको बारेमा पनि टिका टिप्पणी दिनुहोला। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।